नमस्कार। आज विशेष दिन शिवरात्रिको बारेमा केही कुरा लिएर आएको छु। अन्तिमसम्म सुनेर साथ दिनुहोस् है त। शिवरात्रि चन्द्रमासको 14औं दिन अर्थात् नयाँ चन्द्र उदय पूर्वको रातलाई हामीले शिवरात्रि भनिन्छ। वैज्ञानिक रूपमा पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरूमा शक्ति अनि गुरुत्व आकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ। सायद यसै कारणले होला यस दिन प्रकृतिले पनि मानिसलाई आध्यात्मिक शक्ति जागरण बहनका लागि शिवरात्रिलाई सांस्कृतिक चलनको रूपमा मनाउँदै आए पनि वैज्ञानिक रूपमा व्याख्या गरिएको पाइन्छ। शिवको अर्थ शिवती भगवान, जसको आकार छैन, जसलाई चाहिँ आदि अन्त्य र विभाजन गर्न सकिँदैन, जसको रिसको विध्वंसले सम्पूर्ण अवयवहरूलाई छिन्न भिन्न गराउन सकिन्छ, ती शिवको विशेष अनि प्रिय दिन हो शिवरात्रि। आज शिव अर्थात् त्यो तत्त्व जुन पनि छ वा छैन र आजको आधुनिक अध्ययनपछि संसारमा हरेक कुराहरू पनि जीवहरू ब्रह्माण्डमा तत्त्वरूपी शक्तिका रूपमा बन्नेर तिनैमा विलीन हुने निष्कर्षमा पुगेको छ। धर्मअनुसार नाम फरक होला, व्याख्या फरक होला, तर शिव तत्त्वका सृष्टिका रूपमा हामी रहेका छौँ। अन्त्यमा संसारका सबै कुरा शिव तत्त्वबाटै आएका छन् र त्यसै तत्त्वमा मिसिन्छन्। चाहे धन, चाहे मन अथवा जीवन, जेसुकै होस्, हामी सच्चा मान्छे हुन अहम त्यागेर त्यागी बन्न सकौँ। गाँजा, भाङ अनि धतुरोको सेवनले शिव बनाउँदैन। शिव तत्त्वको आत्मसात गरौँ। शिवरात्रिमा रिस, राग अनि अहङ्कारको त्याग गरौँ अनि जीवनको साँचो पथतर्फ लम्कदै जाउँ। शिवरात्रिको धेरै धेरै शुभकामना। धन्यवाद। नमस्कार।